ल अब चाहिँ नि खतरा यहाँ ट्र्याक्टर लगाउँदैछु। अब आलु लगाउने बेला पनि भइसक्यो, ढिलो भयो। तिहारले गर्दाखेरि पोहोर त अब तिहार अगाडि नै आलु लगाएर भ्या थिएँ। अब अहिले चाहिँ ट्र्याक्टर खेतमा ट्र्याक्टर लगाउँदैछु। सरले उहाँ जोत्नु भएको। अब टक्क आलु धनियाँ तोरी उतासम्म छ, उहाँसम्म। अब आलु धनियाँ त नछरी हुँदै हुन्न। धनियाँ छरियो भने एक पाउ धनियाँ छरियो भने लगभग अलिअलि खानालाई पुग्छ। आजकल कि क्या हो, अब अस्ति चाहिँ नि तिहार अगाडि लसुन लगाइएको थियो। यसलाई चाहिँ छापे लसुन भनिन्छ। यो चाहिँ नि तपाईँको यस्तो यो जरा जरामा लसुनको पोटी बिसारिदिनु। न यसलाई खनजोत गर्न पर्यो न केही गर्न पर्यो। अनि एकचोटि पानी कटाएर यसलाई चाहिँ नि अलिकति मल हालिदिनु पर्छ। त्यति हाल्यो भने अब 1 वर्षलाई खान पुग्छ। ल्याउनुहोस्। बाँकी अब उता के छर्ने भन्ने कुरा चाहिँ अहिले कन्फर्म भएको छैन। हाम्रो शर्मिला म्याडमले चाहिँ नि कन्फर्म गर्नुहुन्छ र अनि बल्ल यहाँ अलि डिस्टर्ब गर्यो यो लसुनले गर्दाखेरि। सानो भयो, ट्र्याक्टर डुल्ने ठाउँ पनि भएन क्या। अब लसुन पनि लगाउनै पर्यो होइन। त्यसले गर्दाखेरि केही भएन, अलि टाइम लाग्छ तर केही छ। यहाँ चाहिँ नि धनियाँ लगाउने भनेको। अब उता अर्को गरामा लैजान लगाएको। यहाँ मुसा लाएर पानी छिरेर लसुन त पुरै पचत्तै परेको थियो। ए मुसालाई खनेर खानुपर्छ। सबै हान्देऊ। धान काट्न पर्ने हुँदैछ।